Real Fruit Juice presents Saregama Little Champs Nepal. त्यसैले त रियल जुस रियल हो नि. Powered by Siddhartha Bank. सम्बन्ध सधैँभरिलाई. Driven by Hero. Nepal's first family scooter with revolutionary i3S technology, Hero Destiny. Associate sponsor Eco Panel Nepal. नेपाल इको प्यानल विश्वासिलो प्रिफ्याबको एक मात्र नाम. Insurance partner LIC Nepal. जीवन रहँदा पनि जीवन पश्चात पनि. Skin care partner Joy Honey and Almonds. Joy Honey and Almonds Body Lotion. Khamasa dur, nourishment bharpur. Red carpet partner Yeti Carpet. Yeti Carpet किन्दा पछाडि प्रत्येक मिटरमा रहेको यतिको लोगो हेर्न नभुल्नुहोला. Associate sponsor Mahalakshmi Paint. अब रङ्गिने छ नेपाल. Pearl Premium Katarni Rice. खाना खेर नफालौं. Boro Plus Antiseptic Cream. बोरो प्लस एउटा यस्तो क्रिम जो निभाउँछ अनेक रोल्स. बोरो प्लस. Fun partner Everfun. सबैको एउटै रोजा चकलेट एभर फन. Noodles partner Preeti Noodles. मात्र रु 20 मा प्रीतिको स्पाइसी हट नुडल. पिरो चाहिए म प्रीति नै खाऊं. Food delivery partner Foodmandu. Furniture partner Mangal Decor. Biscuit partner Nebico. खाँदाखेरि सधैँ नेबीको कोकोनट नै रोज्नु होला. Coconut Crunches, a quality product of Nebico. Health awareness partner Banau Healthy Hero, an initiative of Samyak Diagnostic. Home appliances partner Baltra. Baltra, complete range of big and small appliances. Live your home. Voting partner Mumo app, music and movies. LED partner Pixel Touch. Studio partner Dokha Film Studio. Recruitment partner Srijana Sutra. Mobility partner Pathao. Hospitality partner Hotel Green Horizon and Restaurant. Jewelry partner Karnika. Clothing partner Husky from the Himalayas. Laltin Store. Illuminate your style. Washa Boutique. Exclusively marketed by Telizens, Intelligence in Televisual Advertising. A presentation of Nobody Production.
गॉड, कति ट्यालेन्टेड केटाकेटी हो. What a wonderful tribute. Thank you so much for such a wonderful start. Thank you. रिमा. एकदमै खुसी लाग्यो यो भाइ बहिनीहरूको लागि. उनीहरूले हाम्रो लागि यति मिठो मिठो गीत गाएर होइन यस्तो राम्रो राम्रो प्रस्तुति दिएर हामीलाई धेरै खुसी बनाइरहेको छ. अब हामीले पनि त केही गर्नुपर्छ उनीहरूको लागि. सो उनीहरूलाई धेरै धेरै शुभकामना, धेरै धेरै बधाई. र सम्पूर्ण विश्वभरि छरेर बसिरहनुभएका जति पनि हाम्रो सानसाना नानीहरू बालबालिकाहरू हुनुहुन्छ होइन, हाम्रो तर्फबाट, हामी सम्पूर्ण टिमको तर्फबाट चाहिँ विश्व बाल दिवसको चाहिँ धेरै धेरै शुभकामना दिन चाहन्छौँ हाम्रो तर्फबाट. मलाई त आज उनीहरू दुईजनाको गीत सुनेर त मलाई के फिल भयो भनेदेखि अब एकछिनपछि स्कुल जानुपर्छ कि जस्तो लागिरहेको छ. आज यहाँहरूले साँच्चै नै आजको श्रृङ्खलाको यो एकदम शुभ सुरुवात गरिदिनु भएकोमा हार्दिक आभार. थ्याङ्क यू. सर्वप्रथम विश्व बाल दिवसको अवसरमा सम्पूर्ण बालबालिका साथै उहाँहरूको अभिभावकलाई पनि हार्दिक बधाई तथा शुभकामना. बालबालिकाको अधिकार सुनिश्चित भए मात्रै समृद्ध नेपालको आधार सम्भव छ. त्यसैले आउनुहोस् तपाईँ र हामी मिलेर बाल अधिकारको संरक्षण र बाल मैत्री समाजको निर्माणमा जुटौँ. Namaste and welcome to the most sensational singing reality show, Real Fruit Power presents Saregama for Little Champs Nepal, powered by Siddhartha Bank. हजारौँबाट छानिँदै अब हामीसँग उत्कृष्ट मध्येका पनि उत्कृष्ट 14 जना यहाँ बाँकी हुनुहुन्छ. तर दुःखको कुरा आज एलिमिनेसन डे हो. राइट. आजको कार्यक्रम सकिँदै गर्दा यो 14 को संख्या घटेर 13 हुनेछ. अब यो टप 13 पाइन्छ भनेर खुसी हुने कि एकजना जान्छ भनेर दुखी हुने, त्यो चाहिँ हामी आजको एपिसोड भरि नै फिगर आउट गरौँला नि होइन. पहिला यात्रा त सुरु गरौँ. हाउ अबाउट दैट? सारेगामा फर लिटल च्याम्प्स नेपालको टप 14 मा पर्न सफल प्रतिभाशाली कन्टेस्टेन्टहरू मध्ये हिजोको एपिसोडमा हामीले 7 जनाको प्रस्तुति हेर्यौं. बाँकी 7 जनाको प्रस्तुति आज हामी हेर्दैछौँ. र यसको साक्षी बन्न हामी सँगसँगै हाम्रो परिवारमा को हुनुहुन्छ? यदि यहाँहरूले हिजोको श्रृङ्खला हेर्नु भएको छ भने थाहा पाइसक्नुभयो. जसले आजको श्रृङ्खला हेर्दै हुनुहुन्छ उहाँहरूको लागि लेट अस प्रेजेन्ट टु यु सुप्रिमली ट्यालेन्टेड प्रितम आचार्य. ओके, आजको श्रृङ्खलालाई लिएर कतिको एक्साइटेड हुनुहुन्छ तपाईँ? आज चाहिँ एकदमै एक्साइटेड छु किनकि हिजो पनि मैले सुने एकदमै राम्रो गाउनु भयो सबैजनाले र आज 7 जनाको पर्फर्मेन्स हेर्दा पनि एकदमै एक्साइटेड छु. कसलाई बोलाउने फर्स्ट पर्फर्मेन्सको लागि? सो पहिलो प्रस्तुति सुरु गरौँ हाम्रो परिधि परियारबाट. ओके, आउँदै हुनुहुन्छ परिधि परियार. मलाई झुम्के बुलाके खै त मलाई झुम्के बुलाके हो खै त मलाई झुम्के बुलाके पोहोर पनि ढाँटुवामा यसपालि नि ढाँटु खै त मलाई झुम्के बुलाके
मलाई झुम्के बुलाकी खै त मलाई झुम्के बुलाकी हो खै त मलाई झुम्के बुलाकी पोहोर पनि ढाँट्यो आमा यसपालि नि ढाँट्यो खै त मलाई झुम्के बुलाकी खै त मलाई झुम्के बुलाकी हो खै त मलाई झुम्के बुलाकी हुँदा हुँदै यसपालि त आमाइदिनै आँट्यो खै त मलाई झुम्के बुलाकी 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 लेट्स हैव अ लुक आज परिधिको प्रस्तुतिको लागि ग्रान्ड जुरीको टिमले कति पर्सेन्टेज दिनुभएको छ त 88%. थ्याङ्क यू अब जजेसबाट हेरौँ 8 फ्रम यु भजसारी भाइ 8 फ्रम इन्दिराजी 8 फ्रम Thank you. काली प्रसादजी यो सँगै परिधिको आजको प्रस्तुतिको टोटल हुन्छ 41. थ्याङ्क यू अल गुड परिधि तपाईँ आज युजुअल मुडमा हुनुहुन्न सी इज नट फिलिङ वेल द्याट्स वाट सी सेड त काली प्रसादजी आज हाम्रो परिधिको पर्फर्मेन्स कस्तो रह्यो जहिले पनि परिधिले गीत गाउँदाखेरि चाहिँ एकदम कन्सिस्टेन्ट हुन्छ तिम्रो फ्लो स्टार्टदेखि एन्डसम्म होइन तर आज चाहिँ भोइस पनि दुईवटा सुनिएको जस्तो अनि मुड पनि त्यो गीतको मुडसँग कनेक्ट नभए जस्तो त्यस्तो सुनियो त्यो अरू के कारण हो थाहा छैन यो सङले पनि होइन अनि परिधि पनि यो होइन आई नो तर डोन्ट वरी जुनसुकै गीतलाई पनि न्याय गर्न सक्ने एउटा क्षमता छ अनि पर्फर्मेन्सको एउटा पर्फर्मर हो स्टेजको पर्फर्मर हो तिमी डेफिनेटली योभन्दा बेटर गर्छ मलाई त्यो एकदम होपफुल छ आई थिङ्क लास्ट पर्फर्मेन्सभन्दा आजको पर्फर्मेन्समा चाहिँ जुन अस्ति हामीले तपाईँको जुन भोइसमा जुन कन्फिडेन्सको कुरा गरेका थियौँ नि त्यो भोकलको त्यो लेभल पन्च थ्रो कन्फिडेन्स चाहिँ राम्रो थियो अस्तिको भन्दा आज बेटर थियो मेरो लागि चाहिँ होइन मलाई बेसिकली नोटहरूमा चाहिँ अलिकति तपाईँको जुन डाइनामिक्स छ जुन फ्लोको कुरा गर्दैछु त्यो चाहिँ अलिकति थिएन आज होइन स्पेसली नोटमा चाहिँ ध्यान दिनुपर्छ आई थिङ्क तपाईँले स्पेसली अलिकति आफ्नो स्ट्रङ बनाउनु पर्ने पार्ट नै त्यही छ जस्तो लाग्छ मलाई रेस्ट यु अलरेडी ह्याभ द्याट एटिट्युड हुन्छ नि पर्फर्मेन्स छ आई मिन यु भेरी प्रेजेन्टेबल क्या एज अ पर्सन त्यो पार्ट मात्र तपाईँले वर्कआउट गर्नुपर्ने छ है परिधि एन्ड टेक केयर अफ यर सेल्फ है योभन्दा अगाडि गीतमा जति डुबेर तिमी गाउँथ्यौ नि होइन मुड छ नि तिमीले दिन्थ्यौ हामीलाई त्यो युज टु भइसक्यो कि आज अलिकति त्यो तिम्रो गीतबाट त्यो अलिकति कनेक्ट त्यति हुन सकेन है तैपनि मैले तिमीलाई 8 दिएको छु है हामी त्योभन्दा तल पनि जान सक्थ्यौँ होला सायद तर तिमी जस्तो सम्भावना भएको मान्छेलाई त्योभन्दा तल दिनै मिल्दैन कि अझ माथि मात्रै जानुपर्छ तिमी बुझ्यौ ओके अब ग्रान्ड जुरी तर्फबाट हामी सिडी विजय अधिकारी ज्यूबाट सुनौ न आज तपाईँको खै यस्तो खै जसमा नाचिरहेको थिएँ झुमिरहेको थिएँ मन भने होइन आज उठेर ननाचे पनि बाइ द वे अब परिधि बेस्ट सिङ्गर हुँदाहुँदै पनि सी इज अ पर्फर्मर के एकदम स्टेजमा पर्फर्म गर्ने हामीलाई जहिले नचाहिरहने पर्फर्मर हुनुहुन्छ उहाँ र हरेक पटक उहाँको पर्फर्मेन्स हेर्दाखेरि कुनै कन्सर्टमा म छु र उहाँलाई गएर चाहिँ उहाँको अटोग्राफ लिइहालौँ नाचु झुमु जस्तो लाग्छ होइन आज पनि त्यो थियो तर थोरै लेभल कम मात्र थियो र यो पनि थाहा पाइहाल्यो कि उहाँ अलिकति अस्वस्थ हुनुहुन्छ र अलिकति नोज ब्लक भए जस्तो पनि फिल भइरहेको थियो मलाई र गीतमा लिनुपर्ने खित्काहरू एनर्जी थोरै नोटहरू मिस भइरहेको थियो जजेसहरूले भन्नुभयो जस्तै त्यो हामीले पनि सबैले फिल गऱ्यौँ र थोरै मात्र मार्किङ कम भयो हो र उहाँले अर्कोचोटि ब्लकबस्टर हान्नुहुन्छ जस्तो लागिरहेको छ मलाई अहिले यो मार्किङको आधारमा उहाँले लेभल अप गर्नुहुन्छ अवश्य पनि
र उहाँलाई शुभकामना, शीघ्र स्वास्थ्य लाभको कामना। विश्वभरि छरिनुभएका सङ्गीत प्रेमीहरूले जो परिधिलाई सपोर्ट गर्न चाहनुहुन्छ, यहाँहरू मोमो एप डाउनलोड गरेर पनि परिधिलाई भोट गर्न सक्नुहुन्छ। साथै मोमो एपको वेबसाइट voting.momoappnepal.com मार्फत पनि यहाँहरूले भोट गर्न सक्नुहुनेछ। नमस्ते, म परिधि परियार सुदूरपश्चिम बझाङबाट। सर्वप्रथम त मेरो प्रस्तुति मन पराई मलाई भोट गरेर लिडर बोर्डको टपमा पुर्याइदिनु भएकोमा मेरो सुदूरपश्चिम अनि देश तथा विदेशमा रहनुभएका मेरा दर्शकहरूलाई म मनदेखि आभार दिन चाहन्छु र मलाई भोट गर्नलाई मोबाइलको मेसेज बक्समा गएर SGMP टाइप गर्नुहोस् र मेरो भोटिङ कोड 10 टाइप गरेर 33001 मा पठाउनुहोस्। किप लभिङ एन्ड सपोर्टिङ मी। थ्याङ्क यू। अनि भोटिङ लाइन कहिलेसम्म खुला हुन्छ यमनजी? अनि भोटिङ लाइन सोमबार मध्याह 12 बजेसम्म। परिधि, टेक गुड केयर अफ योरसेल्फ एन्ड गुड लक फर नेक्स्ट राउन्ड। थ्याङ्क यू परिधि। सङ्गीतको यात्रा, सारेगमपको यात्रा एकदम निरन्तर जारी भइ नै रहन्छ। पक्नुस् न, एउटा कुरा सोध्नु छ कि मलाई, सिरिजी अनुमति छ? भनिहाल्नुहोस्। हुन्छ। विश्व बाल दिवसको अवसरमा यहाँलाई हार्दिक शुभकामना। Thank you. With that, it's time for a real fruit power break. कतै नजानु होला. Thank we'll you, be right miss. back. सारेगमपा लिटल च्याम्प्स नेपालका आफूलाई मन परेका कन्टेस्टेन्टहरूलाई भोट गर्नको लागि मोमो एप डाउनलोड गर्नुहोस्। होम पेजमा रहेको लिटल च्याम्प्स ब्यानरमा क्लिक गरी आफूलाई मन परेका कन्टेस्टेन्टहरूलाई छानेर भोटिङ बटन थिच्नुहोस्। मन परेको प्याकेज छान्नुहोस् र भोटिङ बटन क्लिक गर्नुहोस्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य सबै प्रकारका पेमेन्ट गेटवे प्रयोग गरी क्लिक गर्नुहोस्। त्यसपछि आफ्नो लगइन विवरण भरेर कन्फर्म गर्नुहोस्। मोमो, मोर म्युजिक, मोर मुभी, डाउनलोड नाउ। Welcome back after the break. You are watching Real Fruit Power presents Saregama Little Champs Nepal, powered by Siddhartha Bank. सबैले बराबर अवसर पाउन सकियो भने हामी आफ्नै लयमा सबैले जीवनमा प्रगति गर्न सक्छौँ। जसरी सारेगमपा लिटल च्याम्प्सको यो मञ्च सृजना भएको छ गीत सङ्गीतमा मन लगाउने कलिला भाइ बहिनीहरूकै लागि, र आज त झन् विश्व बाल दिवस परेको छ। यो अवसरमा हाम्रो ट्यालेन्टेड भाइ बहिनीहरूको ऊर्जा बढाउनको लागि हामी बीच अर्का बालक हुनुहुन्छ, ट्यालेन्टेड प्रितम। वेलकम ब्याक। वी रेडी फर नेक्स्ट पर्फर्मेन्स? हुन्छ। ओके रिमाजी, मैले चाहिँ यो मञ्च भन्दा बाहिर पनि केही भाइ बहिनीहरूलाई भेट्ने एउटा अवसर पाएको थिएँ। एकदमै रमाइलो भएको थियो। ओके, के गर्नु चाहिँ के भयो यहाँले? पक्नुस्, म तपाईँलाई देखाउँछु। ओके। आज हामी बाल संरक्षण गृहमा छौँ सिफलमा, र हामीसँग हुनुहुन्छ यहाँ हाम्रो म्याम विद्या नेउपाने म्याम। उहाँले यहाँ सबै चिज प्लानिङ कमिसन होइन सबै चिजहरू यहाँको मेन हेर्नुहुन्छ। एकदमै उहाँसँग भेटेर ज्यादै खुसी लाग्यो। अनि सारेगमपा लिटल च्याम्प्सको हाम्रो कन्टेस्टेन्टहरूलाई चिन्नुहुन्छ? दिया लुइटेर, दीपिका, सञ्जीव। टिभीमा हेर्छन् धेरैवटा भेराइटी हेर्दा यो लिटल च्याम्प पनि हेर्छन्। यिनीहरू सिङ्गिङ, डान्सिङ सबैमा इन्ट्रेस्टेड छन्। कान्छा चट्टैमा यो बैसा जान लाग्यो, जाँदैन बाचा खेर बर्खलिन आउला, मरेर गए नि नतोडिने बन्धन माया हो। सारेगमको यस्तो यस्तो टिम आउँदैछ, 14 जना कन्टेस्टेन्ट सेलेक्ट हुनुभएको छ, उहाँहरू पनि आउँदै हुनुहुन्छ भनेर भनिसकेपछि एकदम यिनीहरू एक्साइटेड थिए। र यिनीहरू चाहिँ एक्साइटमेन्टकै बिचमा यो हाम्रो बाल संरक्षण गृह सिएपालमा हामीले यो कार्यक्रम अर्गनाइज गऱ्यौँ। कसको गीत सुन्न मन लाग्छ अहिले? आइतबार बिहानै घामसित उठेर हात मुख धोएर पढ्न बसेमा, बहार सँगै उड्यो मन,
सबैजना कन्टेस्टेन्टहरूले अस्ति देउसीको टाइममा देउसी भैलो खेलेर यहाँ खामभित्र केही रकमहरू जम्मा गर्नुभएको छ र उहाँले यो रकम चाहिँ नि आफ्नो यहाँको भाइ बहिनीहरूलाई नानी बाबुहरूलाई चाहिँ नि दिन चाहनुहुन्छ, हस्तान्तरण गर्न चाहनुहुन्छ, त्यति ग्रहण गरिदिनु होला भनेर। ओके, Thank you, and we share the bus, all of you, साह्रै रमाइलो भएको थियो, साह्रै नै मजा आएको थियो। हेर्नुहोस् रिमाजी, कुनै यात्रा मनको लागि हुन्छ, कुनै यात्रा जीवनको लागि हुन्छ, तर सङ्गीतको यात्रा मनको लागि पनि हुन्छ, जीवनको लागि पनि हुन्छ। सारेगामा लिटिल च्याम्प्स नेपालमा त्यस्तै एकजना यात्री हुनुहुन्छ जसलाई आस्था छ सङ्गीतमा र हामीलाई आस्था छ उहाँको प्रतिभा र प्रस्तुतिमा। अब प्रस्तुतिको लागि हामी अनुरोध गर्न चाहन्छौँ अरुण सुनारलाई।
अरुण अब हामी हेरौँ हाम्रो अरुण सोनारले कति स्कोर प्राप्त गरेको छ ग्रान्ड जुरीको तर्फबाट। जजेस तर्फ लागौँ हामी। 9 from Newdai. Thank you. Another 9 from Indira ji. And another 9 from Kali Prasad ji. The total marks हेरौँ, total score कति आएको छ? 46. Thank you. काली सर कर्म गर फलको आश नगर भने जस्तो होइन, कहिलेकाहीँ चाहिँ अब रिजल्ट चाहिँ आफूले भने जस्तो बेस्ट नआउन पनि सक्छ। त्यसमा डिफ्रेन्ट फ्याक्टरहरू हुन्छ, जस्तो अरुणले अरू गीतहरू गाउँदाखेरि जसरी त्यो गीतहरू खुलेर आउँथ्यो होइन, त्यो इफेक्ट चाहिँ आज क्रिएट भएन। अब त अरुणले आफ्नो बार आफै पनि रेज गरिसकेपछि अब चाहिँ अलिकति आफ्नो अडियन्ससँग इन्ट्रेक्सन गर्ने गाउँदाखेरि होइन, त्यो हेर्दाखेरि पनि त्यो प्रेजेन्टेबल अझ प्रेजेन्टेबल हुने प्रयास चाहिँ गर्नुपर्छ जस्तो लागिरहेछ। हुन्छ। ओके इन्दिरा जी, टेक्निकल्ली तपाईँ एकदम राम्रो गाउनुहुन्छ, तपाईँको आवाज पनि एकदम राम्रो छ, त्यो हामीले सुरुवातबाट देख्दै आएको छौँ। मेबी आजको पर्फर्मेन्समा त्यो एउटा वाउ मोमेन्ट थिएन कि, तर जुन एउटा इम्प्रोभाइजेसन जुन लिनुभएको थियो नि त्यो चाहिँ एकदमै मन पर्यो। आई थिङ्क आजको हाइलाइट भनेको त्यो एउटा पार्ट मात्रै थियो। थ्याङ्क यू म्याम। न्यू सर, हामीलाई एउटा तिमीसँग एउटा बानी के भयो भनेदेखि धेरै राम्रो सुन्ने कि अब हामीलाई तिमीले चाहिँ नि सक्छ भने अलिकति आफ्नो फरक रूप के दिने कोसिस गर्नु पर्यो है। लागौँ ग्रान्ड जुरी तर्फ। ग्रान्ड जुरीको टिमलाई प्रतिनिधित्व गर्दै मैले हाम्रो रेकर्डिस्ट साउन्ड इन्जिनियर किशोर सरसँग बुझ्न चाहे। अरुणको साँच्चै भन्दाखेरि बेस्ट पर्फर्मेन्स चाहिँ होइन मेरो लागि पनि है, केही प्रब्लम छ घाँटीमा, किनभने मैले फिल गरेँ जुन भाइले गाइरहँदाखेरि जुन पिचमा पुग्थ्यो उसको भोइस, त्यो साँच्चै मजा आउँथ्यो। आई थिङ्क त्यस्तै केही होला जस्तो लाग्यो है, किनभने त्यो पिचमा पुगिरहेको थिएन। मलाई पनि 8 या 9 नै दिउँ जस्तो लागिरहेको थियो, तर 1-2 ठाउँमा यस्तो चिज आयो है, त्यो चाहिँ माइन्ड ब्लोइङ नै थियो। त्यो न कहिले ओरिजिनलमा सुन्न पायौँ, सायद भविष्यमा पनि सुन्न पाइँदैन होला ती कामहरू, त्यसको लागि चाहिँ 10 दिएको हो है। थ्याङ्क यू सर। अलिकति आफूलाई अब हेल्थमा पनि थोरै केयर गर्नु र नेक्स्ट राउन्डको लागि शुभकामना है। ओके, अब जजेस र जुरीको 50 मार्क्समा अरुणले प्राप्त गर्नुभएको छ 46। अब बाँकी 50 मार्क्स निर्धारण हुनेछ यहाँहरूको भोटले। हाम्रो कन्टेस्टेन्टहरूलाई सजिलो तरिकाले यहाँले मोमो एप डाउनलोड गरेर नेपालभित्र र बाहिर अथवा अझ भनौँ संसारभरबाट भोट गर्न सक्नुहुन्छ। साथै मोमो एपको वेबसाइट voting.momoappnepal.com मार्फत पनि यहाँहरूले भोट गर्न सक्नुहुनेछ र SMS भोटिङको विस्तृत जानकारी अरुणले दिनुहुन्छ। अब नमस्कार, म अरुण सुनार। मलाई भोट गर्न मोबाइलको मेसेज बक्समा SGMB टाइप गर्नुहोस् र मेरो भोटिङ कोड 03 टाइप गरेर पठाउनुहोस् 33001 मा। थ्याङ्क यू। र साथै भोटिङ लाइन खुल्ला रहनेछ सोमबार मध्याह्न 12 बजेसम्म। अरुण, थ्याङ्क यू सो मच। थ्याङ्क यू। थ्याङ्क यू अरुण, थ्याङ्क यू। रिमा जी, हजुर, जब हामी यो यात्रा र गाडीको कुरा आउँछ, हामी नेपालको सबै यो नेपालको बाटो घाटोहरू हामी सम्झिन्छौँ हैन, नेपालको बाटोघाटोहरू याद आउँछ, तपाईँलाई पनि आउँछ, मलाई पनि आउँछ। अनि यहाँलाई थाहा छ त्यो बाटोमा हिँड्दाखेरि खुट्टामा लाग्ने ठेसले के सिकाउँछ? के सिकाउँछ? सम्हालिएर हिँड्न सिकाउँछ नि होइन। त्यसै गरी सारेगमपको आफ्नो यात्रालाई निकै सम्हालिएर अगाडि बढाउँदै गएका अर्का प्रस्तोतालाई हामी मञ्चमा बोलाउन चाहन्छौँ। आउनुहोस् स्वागत गरौँ प्रयुष गौतमलाई। पनि हजुर मोटर जाँदो रहेछ।
गर्छौ लौकासको माया सलाला जाउँ हिँड्दैमा तिमी गर्छौ लौकासको माया सलाला जाउँ हिँड्दैमा तिमी गर्छौ लौकासको माया सलाला जाउँ हिँड्दैमा ड्राइभर दाइलाई सासाना 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 माया सलाला जाउँ हिँड्दैमा थ्याङ्क यू कहाँ पक्नुहोस् त हामी 3 फुच्चेहरू एकैचोटि यहाँ मञ्चमा आउनु भएको छ उहाँहरूलाई जोरदार तालीले स्वागत गरौँ पहिला सुन्नुहोस् न आदित्य उहाँले के गर्नुहुन्छ ग्रुपमा के भन्नुहुन्छ पोल खोल्नुहोस् त त्यस्तो त केही छैन त्यस्तो त केही छैन जयन्तले भन्छ के गफ गर्छ अहिलेसम्म त ग्रुप मात्रै खुलेको छ ए ग्रुप मात्रै बनेको छ भर्खर ग्रुपमा चाहिँ अब के गर्ने तपाईँहरू गीतको बारेमा भन्ने र कहिलेकाहीँ भिडियो कल त्यही हो भिडियो कलिङ गर्ने कहिलेकाहीँ रमाइलो मेसेजहरू गर्ने अनि यो आइडिया चाहिँ कसको हो हामी 3 फुच्चे भनेर बनाउने भनेर मेरो नाम चाहिँ कसले छानेको मैले आम्मामा लिडर रहेछ ल अब लिडरको मार्किङ हेरौँ न त ओके थ्याङ्क यू सो मच थ्याङ्क यू ओके अब ग्रान्ड जुरीको स्कोर हेरौँ हाम्रो प्रयुसलाई कति स्कोर आएको छ 70 80 94%. थ्याङ्क यू त्यस्तै जजेसबाट हेरौँ 9 from Niraj, 10 from Indiraji, and another 10 from Kali Prasad. थ्याङ्क यू अब टोटल स्कोर हेरौँ त सबै मिलाएर 48. थ्याङ्क यू कङ्ग्रेचुलेसन कति खुसी बच्चा हो के अनुहार पनि स्माइली उसको लुगा ब्राइट हो कि ही ब्रिङ्स द्याट ब्राइटनेस अन द स्टेज होइन काली सर अब बवाल मजा आयो सबभन्दा रमाइलो के भयो भने जब तपाईँहरूले लोकगीत गाउनुहुन्छ नि सानो सानो बच्चाहरूले लोकगीत गाउनुहुन्छ नि त्यसपछि हाम्रो संस्कृति हाम्रो कला हाम्रो पहिलादेखि चल्दै आएको जुन परम्परा छ नि त्यो चाहिँ मेटिँदैन भन्ने एकदम खुसी लाग्छ 1 नम्बर त्यसकै आयो थ्याङ्क यू सर अनि पर्फर्मेन्सको चाहिँ 9 नम्बर थ्याङ्क यू सर बुझ्यो पर्फर्मेन्समा एउटा चाहिँ के भएको थियो भने टक्क जब गीत सुरु हुँदाखेरि यसो ढिलाउन थालेको जस्तो हुन्छ लोकगीत मात्र टक हुन्छ नि त्यति एउटा अलिकति फिल भएको हो अरू त पर्फेक्ट थ्याङ्क यू सर ओके इन्दिराजी हिरोले गाए जस्तो लाग्यो मलाई हिरोले थ्याङ्क यू म्याम त्यस्तो मजा आयो है अलिकति लोक भाका जुन छ अलिकति गलामा बस्न अलिकति टाइम लाग्छ कि ऊ अझै सानै छ कि फुच्चे ग्याङको नाम त फुच्चे सो त्यो चिज चाहिँ उसले कभर गरिहाल्छ होइन या आई रियली लभ युर पर्फर्मेन्स त्यो जुन फोक काली सरले जुन कुरा गर्नुभयो तपाईँहरूले गाउनु भनेको त्यो फेरि अर्को जेनेरेसनमा ह्यान्डओभर हुनु हो होइन त्यो 1 मार्क त एक्स्ट्रा त्यसैकै नै लागि हो खास थ्याङ्क यू म्याम या मान्छे पनि हिरो सिङ्गिङ पनि हिरो के गर्ने भेरी नाइस थ्याङ्क यू म्याम मैले चाहिँ 6 मार्क मात्रै दिएको 6 मात्रै दिएको है तर तिमीले यस्तो इन्भाइरोमेन्ट क्रिएट गरे कि 6 ठ्याक्कै उल्टा भयो कि बुझ्यो हामीले पहिला आधुनिक गीत गाउन एकदम गाह्रो यस्तो भन्छ होइन लोकगीत गाउनु झन् गाह्रो जस्तो लाग्छ मलाई है तर तिमीले चाहिँ नि तिम्रो अहिले यो एजमा तिमीले जुन लेभलमा अहिले गायो नि मेरो लागि चाहिँ तिमी 9 नै हो थ्याङ्क यू सर होइन मेरो लागि तिमी 6 हो तर एकदम फर्केको छ कि उताबाट यो जुरीबाट कसको कमेन्ट सुन्न चाहन्छौ विक्रम बराल सर ओके थ्याङ्क यू प्रवेशको मलाई आजको प्रस्तुति साह्रै मन पर्यो है आज प्रवेशको एउटा बेग्लै रूप पनि देखियो स्टेज पनि साह्रै तताउनु भयो आज
प्रवेश सँगसँगै हाम्रो 3 जना फुचे ग्रुपहरूले साह्रै नै रमाइलो माहौल बनाइदिनु भयो। तपाईँ यो उमेरमा यतिको गाउन सक्नुहुन्छ, तपाईँको भविष्य धेरै उज्यालो छ। अल द बेस्ट। थ्याङ्क यू। थ्याङ्क यू सर। यो त भयो जजेस र जुरीको मार्किङ। अब लागौँ भोट अपिलतर्फ। यदि यहाँहरू प्रयुसलाई सपोर्ट गर्न चाहनुहुन्छ भने भोट गर्नका लागि यहाँले मोमो एप डाउनलोड गर्न सक्नुहुन्छ। त्यस्तै मोमो एपको वेबसाइट voting.momoappnepal.com मार्फत पनि यहाँहरूले भोट गर्न सक्नुहुनेछ। एसएमएस भोटिङ पनि चाहिन्छ नि हामीलाई है? चाहिन्छ। के गर्नुपर्छ एसएमएस भोट गर्न? नमस्कार, म प्रवेश गौतम। मलाई भोट गर्न मोबाइलको मेसेज बक्समा SGMP टाइप गर्नुहोस् र मेरो भोटिङ कोड 11 टाइप गरेर पठाउनुहोस् 33001 मा। धन्यवाद। र मलाई अझै पनि माथि बढ्नु छ र मलाई भोट गरिदिनुहोस्। Thank you, Prayus. Keep smiling. Thank you. सङ्गीतको यात्रा निरन्तर चलि नै रहनेछ। अहिलेलाई भने इट्स रियल फ्रुट पावर ब्रेक टाइम भएको छ। सारेगमप लिटल च्याम्प्स नेपालका आफूलाई मन परेका कन्टेस्टेन्टहरूलाई भोट गर्नको लागि मोमो एप डाउनलोड गर्नुहोस्। होम पेजमा रहेको लिटल च्याम्प्स ब्यानरमा क्लिक गरी आफूलाई मन परेका कन्टेस्टेन्टहरूलाई छानेर भोटिङ बटन थिच्नुहोस्। मन परेको प्याकेज छान्नुहोस् र भोटिङ बटन क्लिक गर्नुहोस्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य सबै प्रकारका पेमेन्ट गेटवे प्रयोग गरी क्लिक गर्नुहोस्। त्यसपछि आफ्नो लगइन विवरण भरेर कन्फर्म गर्नुहोस्। मोमो, मोर म्युजिक, मोर मुभी, डाउनलोड नाउ। Welcome back after the break. You're watching Real Fruit Power presents Saregama Little Champs Nepal, powered by Siddhartha Bank. यो मञ्च सिक्ने र सिकाउनेहरूको हो। यहाँ हामी जित्न मात्र होइन, हामी साङ्गीतिक संस्कार अनुभव पनि सिकाइरहेका छौँ। र यस्तै उत्कृष्ट अनुभव, ऊर्जाशील अनुभव लिएर हामी बीच उपस्थित हुनुहुन्छ प्रीतम। हाउ आर यु? हजुर, म त एकदमै ठिक छु अनि एकदमै मुडमा पनि छु। तर तपाईँहरू खालि ब्रेक 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 भन्नुहुन्छ, तर मलाई त ब्रेकै नगरी सुन्न मन छ क्या। ओके, तपाईँको यो इच्छा पनि हामी पुरा गरिदिन्छौँ। अर्को प्रस्तुतिको लागि हामी बीच अब यस्तो बास्नादार गीत लिएर एकजना आउँदै हुनुहुन्छ, बोलाइदिनुहोस् तपाईँले नै। प्रस्तुतिको लागि सिधै अनुरोध गर्न चाहन्छु, लेट्स वेलकम अन स्टेज अभिज्ञा घिमिरे। फुल्यो
जता हेरो चारैतिर नयाँ रङ्ग छायो आफैसँग लाज लाग्ने कस्तो बेला आयो ओ जता हेरो चारैतिर नयाँ रङ्ग छायो आफैसँग लाज लाग्ने कस्तो बेला आयो छमछमाई हो छमछमाई पाइलाहरू जोवनको तालमा नाचो नाचो लाग्न थाल्यो ढोकढोकीको तालमा भनौँ भन्ने नहुने के मात लाग्यो नि होसै नहुने भन्ने नहुने के मात लाग्यो नि होसै नहुने गुराँसको फरिया फेरौँ चमेलीको चोली बेली बस चलाऊ कि मनको कुरा खोली गुराँसको फरिया फेरौँ चमेलीको चोली बेली बस चलाऊ कि मनको कुरा खोली थरथराई हो थरथराई ओठहरू पैसा बोलाएर भागो भागो लाग्न थाल्यो आँखा लोलाएर भनौँ भन्ने नहुने के मात लाग्यो नि होसै नहुने भन्ने नहुने के मात लाग्यो नि होसै नहुने आहा वनमा फुल्यो फुलै फुला बाँच्न चल्यो मनैमा वनमा फुल्यो फुलै फुला बाँच्न चल्यो मनैमा हाँसो हाँसो लाग्न थाल्यो लाली चढ्यो तनमा भनौँ भन्ने नहुने के मात लाग्यो नि होसै नहुने भन्ने नहुने के मात लाग्यो नि होसै नहुने जजेसको साइडबाट स्ट्यान्डिङ ओभेसन कङ्ग्रेचुलेसन फर द्याट हाम्रो अभिज्ञाले त गीत गाउने नहुने सबैजना उठेर नाच्नै पर्ने ओके अब ग्रान्ड जुरीको तर्फबाट हाम्रो अभिज्ञाले कति स्कोर प्राप्त गरेको छ हेरिहालौँ अब जजेसबाट हाम्रो स्कोर हेरौँ कति मार्क्स प्राप्त गरेको छ 10 from Newdai, Thank you, sir. 10 from Indiraji, and 10 from Kali Prasad ji. अब total marks हेरौँ Oh, 49. Yes. 49 upon 50. यतैबाट हाम्रो रुटिन सुरु गरौँ काली सर अभिज्ञा सबैभन्दा रमाइलो के लाग्छ भने अभिज्ञा कन्सर्ट यसो हेरेर आएर होइन गफ गरेर होइन अभिज्ञाको त हामीले फ्रीमा हेरेको नि ठ्याक्कै ऊभन्दा अगाडि बसेर भन्ने टाइपको होइन कस्तो यस दाइ धर्मेन्द्र र म त प्रायः बुढो भएपछि नि हामी भेट्छौँ हाम्रो थाहा छ होइन पक्कै पनि दाइ पक्कै त्यतिखेर नि हाम्रो कुरा कस्तो हुन्छ होला त त्यो कोरोनाको महामारीमा हामी बस्न सफल भयौँ किन रहेछ भन्दा यस्तो राम्रो अभिज्ञाको पर्फर्मेन्स हेर्नलाई रहेछ होइन हामी त यस्तो धाक लाउनेवाला छौँ कि अभिज्ञाको कन्सर्ट हेरेर आएपछि हामीले त पहिले हेरेको स्टेज अगाडिबाट हेरेको हो होइन यत्तिकै हेरेको हो त्यतिखेर होइन उसले गाउँदाखेरि म चाहिँ यसरी बसेँ सकेन म जिउ नहल्लाइकन सुनेर बस्छु भने सकेन कुर्सीमा टाँसिएर बसेँ त्यहाँ पनि हल्लियो हुन्छ नि दाइ म त कुर्सी हेर्नु न दाइ बस्दा बस्दा नाच्दा नाच्दा अझै चढ्दै चढ्दै माथि माथि जाउँ जस्तो क्या पछाडिबाटै उल्टो रुलिङ हान्दै पुरा गइदिउँ जस्तो क्या त्यस्तो खुसी लागेको मलाई एकदमै दामी वाउ ओके अभिज्ञा अब योभन्दा बढी के भन्नु होइन बाँकी कमेन्ट त अब छँदैछ कमेन्ट आइहाल्छ तर एकदम थ्याङ्कफुल छु अहिलेसम्म अभिज्ञाको जतिवटा पर्फर्मेन्स हेऱ्यो दामी नै लागिरहेको छ र
सबभन्दा बेस्ट पार्ट भनेको अविकाको जहिले पनि इम्प्रुभ हुँदै नै गइरहेको छ। थ्याङ्क यू सर। ओके इन्दिराजी, यस्तो मिठो सुनिरहेको थियो जस्तो कि त्यो सयौँ सुरिलो आवाज चाहिँ एउटै मान्छेको आवाजमा समेटिए जस्तो कि त्यस्तो मिठो सुन्ने थियो। थ्याङ्क यू। अनि मलाई त यति गर्व महसुस हुन्छ है, इमेजिन के तपाईँको गुरु तपाईँको बुवा आमा हुन्छ नि, उहाँलाई कस्तो फिल भइरहेको होला कि वी आर रियली रियली प्राउड अफ यु अभिज्ञा, सबै यस्तै राम्रो पर्फर्म गर्नु होला। ओके न्युदाई, आज बिहान एकदम मैले प्राउड फिल मैले गरेको कि न्युयोर्कबाट एकजना एकदम राम्रो गीतकार सन्तोष थपलिया भन्नेले फोन गरेको थियो मलाई। मैले चाहिँ ऊ चाहिँ तिम्रो यस्तो ठुलो फ्यान भइसकेछ कि अभिज्ञालाई गीत गाउन लगाउनुलाई के गर्नुपर्छ म सबै गर्छु भनिरहेको थियो है। रेडियोमा सुन्दा सुन्दा धेरै पटक सुनेको अनि बिचमा अलिकति बिर्सेको जस्तो पनि भएको, तिमीले फेरि सम्झाइदियो कि यो गीत। थ्याङ्क यू सर। आज तिम्रो अलिकति मार्क कम आएको भने अन्तराको स्टार्टिङको मेलोडी छ नि, तिमीले सायद त्यसलाई नयाँ गर्न खोजेको हो कि, तर त्यो मेलोडी तिमीले त्यो गाए पनि रङ नोट चाहिँ थिएन, त्यो होइन स्केलमै थियो, त्यो भएर तिम्रो अलिकति कम आएको हो। त्यही हो, विश्व नेपाली त्यही हो। आदरणीय न्युज सरले भन्नुभएको जुन त्यो अन्तराको उठान छ नि, त्यो पार्टमा चाहिँ अलिकति हाम्रो टिकाजीहरूले अलिकति क्लियर गरिदिनुहुन्छ कि मलाई। जता हेऱ्यो यो चाहिँ हो होइन, तपाईँले चाहिँ एउटै लिनुभयो, त्यो भएर चाहिँ किनभने यो हामीले धेरै सुनिराखेको हो बच्चैदेखि होइन, यो चाहिँ अब नसुनेकै पनि छैन होला। यो पनि गोपाल योन्जनज्यूको नै सङ्गीत हो र तारा देवीज्यूको म पनि एकदमै फ्यान हो, त्यो भएर चाहिँ मलाई एकदमै मनपर्ने गीत सो मैले अलिकति नोटिस गरेको भएर चाहिँ अलिकति जस्ट 1 नम्बर मात्रै कम भएको छ है। थ्याङ्क यू। अभिज्ञा हजुर सर। कस्तो राम्रो नाचेको तिमी आज। फेरि एकछिन नाच्ने हो कि म्युजिक। अनि सबैजना सहमत हुनुहुन्छ मसँग, आज हाम्रो ब्यान्डको पनि 10 मा 10 नै हो। यस्तो मजा आयो, यस्तो मजा आयो। अब जजेस र जुरीको 50 मार्क्समा अभिज्ञाले प्राप्त गर्नुभएको छ 49। अब बाँकी 50 मार्क्स निर्धारण हुनेछ यहाँहरूको भोटले। मोमो एप डाउनलोड गर्नुहोस् एन्ड स्टार्ट भोटिङ फर अभिज्ञा। साथै मोमो एपको वेबसाइट रहेको छ voting.momoappnepal.com। अनि एसएमएस भोटिङको लागि के गर्नुपर्छ अभिज्ञा भनिदिनुहोस्। नमस्कार, म अभिज्ञा घिमिरे। सर्वप्रथम म यहाँहरू सबैजना धेरै धेरै धन्यवाद दिन चाहन्छु। हजुरहरूकैमा आएर सपोर्टले गर्दा म टप 14मा आउन सफल भएको छु र मलाई आशा छ कि आगामी दिनहरूमा पनि हजुरहरूले मलाई यसरी नै माएर सपोर्ट गर्नुहुनेछ र मलाई भोट गर्न मोबाइलको मेसेज बक्समा SGMP टाइप गर्नुहोस् र मेरो भोटिङ कोड 01 टाइप गरेर 33001 मा पठाउनुहोस्। धन्यवाद। र भोटिङ लाइन खुल्ला रहनेछ सोमबार मध्याह 12 बजेसम्म। थ्याङ्क यू अभिज्ञा एन्ड गुड लक। थ्याङ्क यू। थ्याङ्क यू अभिज्ञा। हाम्रो आउने प्रस्तुता जो हुनुहुन्छ हुन त उहाँले कहिले चार्टबस्टर पाउनुहुन्छ, कहिले ब्लकबस्टर पाउनुहुन्छ, कहिले दुवै पनि पाउनु भएको छ, तर जस्ट अ क्विक रिमाइन्डर यो हप्ता भने यहाँहरूको भोटको साथ कम पाएका कारणले गर्दा उहाँ बटम 3 मा हुनुहुन्छ। अब हेर्नुहोस् न, लास्ट टाइम जब दाजुभाइ सम्झेकी थिइन् उनले, तब उनलाई ब्लकबस्टर नै मिलेको थियो। आज खै कसको सम्झना लिएर आएकी छिन् कुनी, आज पनि केही न केही मिल्छ कि भन्ने मलाई चाहिँ नि एकदमै लागिरहेको छ रिमाजी। अब प्रस्तुति दिन जो आउँदै हुनुहुन्छ उहाँ बटम 3 मा पर्नु भएको छ भनेर त जानकारी गरायौँ हामीले। द गुड न्युज इज यो हप्ता उहाँ सुरक्षित हुनुहुन्छ। आउनुहोस् बेजोड तालीका साथ शुभकामना र स्वागत गरौँ कृपा पौडेललाई।
ग्रान्ड जुरीलाई कतिको मन पर्यो? लेट्स ह्याभ अ लुक। 70 94%। थ्याङ्क यू सो मच। अब हाम्रो कृपाले जजेसबाट कति स्कोर पाएको छ त? निउदाबाट 9, इन्दिराजीबाट 9, कालीप्रसादजीबाट पनि 9। बधाई छ, कङ्ग्रेचुलेसन। थ्याङ्क यू। अब टोटल पनि त हेर्नु पर्यो नि त। 45। कङ्ग्रेचुलेसन कृपा। थ्याङ्क यू। अब रुम फर इम्प्रुभमेन्टको कुरा आउँछ। के सुधार गर्नुपर्छ हामीले? काली सर, यो गीत चाहिँ सेमी क्लासिकल त छँदैछ, तर यसमा चाहिँ अलिकति फिलमा एकदम स्मुथली गाउनु पर्ने, अनि त्यहाँबाट एकदम ठहर आवाज एकदम रोकेर कन्ट्रोल गरेर गाउनु पर्ने ठाउँमा अलिकति बेला बेलामा चाहिँ त्यो गमकहरू मुर्कीहरू अलिक धेरै आएर यो गीतको फिललाई चाहिँ अलिकति कता कता छोएको जस्तो फिल भयो होइन। यो कुरा त अब यति कुरा सिक्नलाई त कृपालाई टाइमै लाग्दैन जस्तो लाग्छ मलाई। ओके इन्दिराजी, कहिलेकाहीँ अब हाम्रो स्केललाई फाइनलाइज गर्दाखेरि है धेरै हाईमा लिउँ भने फेरि हाई पार्ट नपुग्ला भन्ने डर, तर अलिकति स्केल ड्रप गर्दा फेरि लो पार्ट फेरि कम्प्लिटली नपुग्ला जस्तो होइन। मिडमा चाहिँ मिठो सुनिरह हुन्छ है। समवेयर तपाईँले त्यो स्केललाई चाहिँ अलिकति ड्रप गर्दाखेरि अलिकति जुन हामीलाई वर्षौँदेखि जुन बानी परेछ यो कानलाई, समवेयर त्यो सार्पनेस अलिकति ड्रप भएको हो कि जस्तो लाग्यो कि मलाई चाहिँ। त्यो स्पार्क आएन कि तपाईँ अलिक चिन्तित पनि हुनुहुन्थ्यो होला, त्यो कुरा म बुझ्न सक्छु है। यो त्यही मञ्च हो जहाँ तपाईँले पुरा ब्लकबस्टर होइन, अब ग्रान्जुर उठेरै आएरै हुन्छ नि, रेस्पेक्टहरू दिनुभएको छ, माया दिनुभएको छ। सो इट्स जस्ट अनदर डे होइन। यु हेभ प्लेन्टी अफ टाइम टु लर्न, किप इट अप भन्न चाहन्छु। कृपाको जुन सिग्नेचर स्टाइलहरू छ नि त्यो त आयो यो गीतमा, मजा आयो है। थ्याङ्क यू। मलाई आजको यो गीत चाहिँ तिमीले जुन छान्यौ होइन, एकदम राम्रो गीत छान्यौ है। तर हरेक गीत सिङ्गरले एउटा थाहा पाउनु पर्ने कुरा चाहिँ नि कुन गीतलाई कसरी गाउने भन्ने चाहिँ त्यो चाहिँ थाहा पाउनुपर्छ जस्तो लाग्छ। गीतको आफ्नै नेचर हुन्छ, आफ्नै होइन स्टाइल हुन्छ है। यो गीत चाहिँ नि कस्तो भने एकदम कहीँ पनि नठोक्किने किसिम एकदम एफोर्टलेस हुनुपर्ने जस्तो लाग्छ मलाई गीत। जहाँ जहाँ तिमीले अब राम्रोको लागि घुमाउनु खोज्यौ त्यही ठाउँमा मात्रै नराम्रो सुन्यौ कि। त्यो अलिकति नरम जस्तै हुन्छ नि, एउटा छुराले घिउलाई काट्दा कस्तो हुन्छ कि त्यत्तिकै नरम छ नि है। नेक्स्ट टाइम चाहिँ नि म तिमीसँग चाहिँ नि यो 45 चाहिँ म एक्सपेक्ट गर्दिनँ, त्योभन्दा माथि एक्सपेक्ट गर्छु है त। लागौँ ग्रान्ड जुरीतर्फ। हाम्रो मेनकालाई कस्तो लाग्यो कृपाको प्रस्तुति? गीतको आफ्नो आफ्नो स्टाइल हुन्छ कृपा। सो अब हामीले यहाँबाट कमेन्ट गर्ने भन्दा पनि आगामी राउन्डहरूमा कसरी राम्रो बनाउने भन्नेतिर जानुपर्ने हुन्छ। सो आगामी राउन्डको लागि शुभकामना। थ्याङ्क यू म्याम। मेनुकाको बारेमा म एउटा कुरा भन्न चाहन्छु। उसले कमेन्ट गर्ने बेलामा जहिले पनि शुभकामना मात्र दिन्छ, तर धेरैलाई थाहा छैन होला, ब्याक स्टेजमा उसले जहिले पनि सिकाइरहेको हुन्छ यसलाई यसरी होइन यसरी गाऊ भनेर। जहिले पनि ऊ चाहिँ गुरुमा हो सबैजनाको। एउटा कुरा भन्न चाहन्छु, मैले चाहिँ सारेगामामा आएपछि यो गीतमा चाहिँ आफ्नो हालो भने चाहिँ अझै राम्रो सुनिन्छ टाइपको थियो, अनि आज चाहिँ मैले स्टेजबाट सिकेँ। थ्याङ्क यू सो मच भन्न चाहन्छु। तिम्रो सबभन्दा राम्रो कुरा के भनेदेखि तिमी जब यहाँ म्युजिक बज्न साथै तिमी मुडमा आइसक्यो हुन्छ कि वास्तवमा तिमीलाई कसले बजाएको सबभन्दा राम्रो को लाग्छ तिमीलाई म्युजिसियनहरू? मलाई सबैजनाले बजाएको सबै चिज मनपर्छ, बट अलिकति मलाई हाम्रो सञ्जीव सर अनि सुन्दर सर अनि भन्दै सबैको नाम भन्दिने भन्छ, अनि शम्भु सर मनपर्छ, अनि हरि सर, सबैजना मनपर्छ। नेपालभित्र बाहिर संसारभरबाट यहाँहरूले मोमो एप डाउनलोड गरेर कृपालाई भोट गर्न सक्नुहुनेछ र मोमो एपको वेबसाइट रहेको छ voting.momoappnepal.com। SMS भोटिङ प्लिज कृपा। मलाई भोट गर्नको लागि आफ्नो मोबाइलको मेसेज बक्समा SJMP टाइप गर्नुहोस् र मेरो भोटिङ कोड 09 टाइप गरेर पठाउनुहोस् 33001 थ्याङ्क यू सो मच कि भोटिङ आज म सिप भएको छु। र भोट पठाउनुहोस् कृपालाई सोमबार मध्याह 12 बजेसम्म। थ्याङ्क यू।
Thank you, ma'am. Thank you, Krita. Thank you, sir. It's time for Real Fruit Power Break. सारेगामापा लिटल च्याम्प्स नेपालका आफूलाई मन परेका कन्टेस्टेन्टहरूलाई भोट गर्नको लागि मोमो एप डाउनलोड गर्नुहोस्। होम पेजमा रहेको लिटल च्याम्प्स ब्यानरमा क्लिक गरी आफूलाई मन परेका कन्टेस्टेन्टहरूलाई छानेर भोटिङ बटन थिच्नुहोस्। मन परेको प्याकेज छान्नुहोस् र भोटिङ बटन क्लिक गर्नुहोस्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य सबै प्रकारका पेमेन्ट गेटवे प्रयोग गरी क्लिक गर्नुहोस्। त्यसपछि आफ्नो लगइन विवरण भरेर कन्फर्म गर्नुहोस्। मोमो, मोर म्युजिक, मोर मुभी, डाउनलोड नाउ। Welcome back after the break. You are watching Real Fruit Power presents Saregama Little Champs Nepal powered by Siddharth Bank. Okay, अब हामी यहाँ बोलाउन चाहन्छौँ हाम्रै प्रेरणा ओलीलाई।
Thank you. My goodness, my goodness. Prerna, Yes, ma'am. thank you for such an energetic concert. Thank you, ma'am. ओके अब ग्रान्ड जुरीबाट हाम्रो प्रेरणा ओलीलाई आज कति स्कोर प्राप्त भएको छ, कति मार्क्स प्राप्त भएको छ हेरिहालौँ। 10 10 10 10 10 10 10 and another 10. Thank you so much. And that's a chartbuster performance. Thank you so much. Thank you. Thank you. अब जजेसबाट हेरौँ हाम्रो प्रेरणा ओलीले कति मार्क्स ल्याएको छ, कति स्कोर ल्याएको छ। 10 from न्युदाई, 10 from इन्दिराजी, another 10 from काली प्रसादजी। That's a blockbuster performance. Wow! Thank you. And its total score is 50 upon 50. Woo! Congratulations, Prerna. Congratulations. But not to forget, प्रेरणा बटम 2 मा हुनुहुन्छ अझै पनि। हामी रिजल्ट एन्डमा अनाउन्स गर्छौँ। अहिलेको लागि लागौँ कमेन्ट्स तर्फ। लेट्स स्टार्ट फ्रम काली सर। सबभन्दा पहिला लभ यु सुनिल दाई वेयर यु आर होइन, यो सुनिल दाईले एउटा दामी ट्रिब्युट भयो। अनि सुनिल दाईलाई मैले सुन्न थालेको यो गीत सुनेपछि हो। त्यसपछि सुनिल दाईको म एकदमै खतरनाक फ्यान हो। सुनिल दाईको एउटा गीत पनि नछुटाइकन सुन्ने मान्छे हो। र यहाँ हाम्रो ग्रान्ड जुरीदेखि लिएर धेरै हुनुहुन्छ हाम्रो जेनेरेसनको मान्छे होइन। त्यतिखेर सुनिल दाई चाहिँ हाम्रो जो म्युजिकमा लान चाहनुहुन्थ्यो उहाँको गीत प्रड्युस गरिदिनुहुन्थ्यो। अनि सुनिल दाई भने एउटा मल्टिपल आइडेन्टिटी भएको मान्छे हो। उहाँ एउटा एकदमै अथेन्टिक गिटार सुनिल दाईको जस्तो गिटार कसैको छैन क्या, सुनिल दाईको जस्तो प्लेइङ होइन। सुनिल दाईको एउटा प्लेइङ स्टाइल नै छ। अनि त्यस पछाडि उहाँको कम्पोजिसनको आफ्नो स्टाइल छँदैछ। सिङ्गिङ त्यत्तिकै राम्रो, मान्छे त्यत्तिकै लाइक माई डियर दाई हुनुहुन्थ्यो। त्यसपछि अर्को कुरा, मैले लाइफमा भेटेको फास्टेस्ट म्युजिसियन हुन्छ नि, म्युजिकमा मात्रै हरेक कुरामा टेलिफोन डायल गर्नदेखि लिएर हरेक कुरामा सुनिल दाईको जस्तो स्पिड कहिले पनि देखेको थिएन। र है अब त्यही स्पिड अब भगवान्लाई एकदम चाँडै प्यारो हुनुभयो। तर जहाँ हुनुहुन्छ सुनिल दाई आज यति खुसी हुनुहुन्छ होला। अनि थ्याङ्क यू सरी, यो चाहिँ एकदमै मनपर्ने गीत, मनपर्ने स्टाइलले गाउनुभयो। र लाग्छ आज प्रेरणाले चाहिँ मेरो स्पेसलाइजेसन के हो, म कुन जेनरामा जाने भन्ने कुरा चाहिँ चिन्नुभयो जस्तो लाग्छ। यस एन्ड वान मोर टाइम यो ट्रिब्युटको लागि हामी एक्चुली सबैजना मिलेर सुनिल दाईलाई सम्झिन्छौँ। ओके इन्दिराजी, यो आवाज एउटा निडर केटीको आवाज हो, त्यस्तो पावरफुल छ। Thank you, ma'am. कसैले अलिकति हुन्छ नि न्यु खोज्यो भने त गीत गाएरै बङ्गाएर झारिदिन सक्छ जस्तो लाग्यो मलाई, साँच्चै भन्दा। त्यो मेरी मायालु लिने बेला त म त जराक जुरुकै भएको कि। यस्तो खुला आवाज छ है, यस्तो पावरफुल छ, यस्तो पर्फेक्ट गायो है। एभ्रिथिङ वाज पर्फेक्ट यो गीतमा, यो सिङ्गिङमा। Thank you, ma'am. तपाईँ साँच्चीकै प्रेरणा नै हो सबैजनाको लागि, Thank you, ma'am. मेरो लागि पनि। गड ब्लेस यु। बटम 2 मा चाहिँ तिमी अहिले छौ होइन। त्यो अवस्थामा तिमी कुनै बेलामा पनि यस्तो आउट हुन सक्छ भन्ने अवस्थामा पनि होइन, तिमीले जुन पावरले तिमीले गीत गायो नि, Thank you, sir. म चाहिँ नि तिमीलाई हेरे भयो कि म है। Thank you, sir. तर एउटा कुरा, यो हार जितमा चाहिँ नि छ नि, यो सङ्गीतको वास्तवमा केही मतलबै छैन कि होइन। एकजना गिटार टिचरसँग मैले एकदम बरो गरेको थिएँ, एकदम गिटार छ नि। अब त्यो बेलामा चाहिँ म एकदम यङ थिएँ होइन, आफूसँग गिटार पनि थिएन, इलेक्ट्रिक गिटार थिएन। अनि फर्काउनु जाँदाखेरि उसको स्ट्रिङ भाँच्यो कि। अब त्यो बेलामा चाहिँ स्ट्रिङ त्यत्तिकै किन्न पनि पाउँदैन थियो होइन। अब एकदमै डराइ फर्काउनु गयो कि, फर्काउनु पर्ने गिटार होइन। फर्काउँदाखेरि सर यो स्ट्रिङ चुन्यो भन्दाखेरि एकछिन त सिरियस हुनुभयो उहाँ है। अब हामीलाई पनि के गरौँ केही उपाय थिएन होइन। हाम्रो टिचरले हामीले भनेको थियो कि यदि खाना खाँदै होइन दाँत भाँच्यो भने खानै नखाने त कुरा आउँदैन नि भनेको थियो कि।
यो सुन्दाखेरि मैले बुझेको थिएन कि कहिलेकाहीँ हिँड्दा हिँड्दै पाइला लडखडा भने हिँड्नै छोड्ने त कुरा हुँदैन होइन। सङ्गीतलाई चाहिँ नि कुनै अवस्थामा पनि छोड्ने कुरै छैन है। तिमी एकदम निकै अगाडि बढ्न सक्ने हो। अझै तिम्रो अवस्था के हुन्छ थाहा छैन, तर अझै अर्को एकजोट सुन्न बाँकी नै छ। म चाहन्छु तिमी चाहिँ नि एकदम निकै अगाडि बढौ। थ्याङ्क यू सर। ओके, ग्रान्ड जुरीको तर्फबाट यस्तो मजाले गाउनुभयो आज। लाइक सुनिल दाईको गीत गाउँदा मलाई त कस्तो महसुस भयो भने सुनिल दाईको छोरीले गाएको जस्तो त्यो फिल क्या, एकदमै अगाडि दाईको एउटा अवतार हुनुहुन्छ जस्तो त्यस्तो महसुस भयो। र यो गीत सजिलो छैन, एकदमै गाह्रो छ। स्पेसली अन्तराको पार्ट यति गाह्रो छ त्यहाँनिर होइन, त्यो गाउन धेरै नै अप्ठ्यारो छ। तर हामी सबैलाई हिप्नोटाइज गरिरहनु भएको थियो आज तपाईँले, एकदम राम्रो थियो। विश यू अल द बेस्ट। र न्यु दाईले भने जस्तो हिँड्ने मान्छे लड्छ लाइफमा, लडेपछि बल्ल हिँड्न सिक्छ। सो लाइफमा कहिले पनि म्युजिकमा जे भयो भने हिम्मत चाहिँ कहिले नहार्नु, जस्ट किप अन गोइङ। अल द बेस्ट। थ्याङ्क यू म्याम। थ्याङ्क यू। थ्याङ्क यू सो मच प्रेरणा। थ्याङ्क यू। हामी भोट लास्टमा लिन्छौँ है। थ्याङ्क यू। थ्याङ्क यू फर सच अ पावर प्याक परफर्मेन्स। अब दुईजना मध्ये एकजनाको त सुन्यौँ, हामीले हेऱ्यौँ। अब अर्को एकजना बाँकी हुनुहुन्छ, उहाँको पनि हेरौँ। लागौँ अर्को प्रस्तुतितर्फ। उमेरमा कच्चा तर जब गायकीको कुरा आउँछ उहाँ प्रोफेसनल जत्तिकै पर्फेक्ट गाउनुहुन्छ भनेर इन्दिराजीले भन्नुहुन्छ। सो लेट्स वेलकम जयन्त माधव भराली। करे
भयो। अब के हेर्ने मार्क हेर्नु परेन पर्यो है 10 ओके 10 10 10 10 के हो ब्लिङ 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 टेन 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 आयो त सबै another 10 10 10 ओहो and oh okay that's a good marks percentage मा हेरौँ तिमीलाई हिसाब गर्न आउँछ हजुर ल कति भयो भन त त्यहाँ 99%। ओके मिल्यो कि मिलेन जयन्तको आन्सर लेट्स हैव अ लुक लभली लभली मलाई भन्दा तिमीलाई आउँदो रहेछ नि हिसाब गर्न त ठ्याक्कै मिल्यो अब जजेसको स्कोर हेरौँ 10 from Nirudai, 10 from Indiraji, and then 10 from Kalpitaji. अब total score हेरौँ त total marks 49. Alright, कालीप्रसाद जी आज हाम्रो जयन्त माधव बरालीको पर्फर्मेन्स कस्तो रह्यो? जयन्तको पर्फर्मेन्स जहिले पनि क्युट हुन्छ है एकदम क्युट हुन्छ मलाई यस्तो क्युट लाग्छ यति क्युट पर्फर्म गर्छ मान्छे हेरेर यो गीत त ओहो यो गीत त डरलाग्दो गीत हो नि यो नोटहरू कस्तो कस्तो छ तर जयन्तको एउटा राम्रो खुबी के छ भने जतिसुकै गाह्रो गीत होस् सजिलोसँग यसरी गाउने है भनेर गाइदिन्छ भने जस्तो लाग्छ क्या हो त्यस्तो लाग्छ आफूले त्यस्तो गर्छु जस्तो लाग्छ लाग्छ है एकदम त्यस्तै गर्नुहुन्छ जयन्त अनि यसै गरी गाउनुहोस् त्यो भनेको चाहिँ कस्तो भन्दैन गाह्रो गीतलाई नि सजिलो भनेर गाउनु कसले सक्छ भनेदेखि जसलाई त्यो गीत गाह्रै लाग्दैन क्या होइन जयन्तलाई त्यो गीत गाउन गाह्रै लाग्दैन जस्तो लाग्छ मलाई त्यो भएर एकदम राम्रोसँग गाउनुहुन्छ अल द बेस्ट तपाईँको फ्युचर एकदम राम्रो छ भोलि पर्सि एकदम ठुलो स्टार भएको देख्न पाऊँ हाई जयन्त थ्याङ्क यू सर इन्दिराजी हाम्रो यो क्युट जयन्त माधव बरालीको पर्फर्मेन्स आज कस्तो भयो यस्तो फुच्चे मान्छेले यस्तो गहन गीत यति मजाले गाउनुभयो त्यसैको लागि हो यो 10 है तर जयन्त अझै पनि सुन्नुहोस् है यो गीतलाई अझै पनि है किनभने सुनिरहनु सिकिरहनुहोस् है नेक्स्ट टाइम फेरि कतै यो सो नभए पनि अन्त कति गायो भने योभन्दा राम्रो गाउनुपर्छ है निरुदाई म एकदम किन खुसी छु भन्दाखेरि बटम 2 मा परेर पनि तिमीले यो लेभलमा तिमीले चाहिँ गीत गायो कि यस्तो तिम्रो कुनै मनमा चिन्तै छैन जस्तो किसिमले है यो हार जित भनेको जेसुकै होस् तर गीत चाहिँ म राम्रो गाउनुपर्छ भन्ने चाहिँ त्यति एउटा चाहिँ नि सारेगामा लिल च्याम्पबाट तिमीले सिकेकै रहेछ ल म एकदमै प्रभावित भएको छु होइन त्यस कारणले पनि मैले 10 दिएको हो ओके अब ग्रान्ड जुरी तर्फबाट सरिता म्याम चिटिक्क परा गीत गाउने मान्छे जयन्त जहिले पनि र अब आउने दिनमा अझ पनि धेरै राम्रो गर यो हारजित भने त एउटा कुरा हो सङ्गीतको कहिले हारजित पनि हुँदैन रागको कहिले विभाजन पनि हुँदैन त्यही भएर यो किप इट अप सधैँभरि राम्रो गर्नु गुड लक हस् थ्याङ्क यू यो हप्ता सिद्धार्थ ब्याङ्क लिडर बोर्डमा कम अङ्क प्राप्त गरेर बटम 3 मा परेकाहरूमध्ये कृपा पौडेल सेफ भइसक्नु भएको छ त्यसको अर्थ जयन्त माधव बराली र प्रेरणा ओली बटम 2 मा हुनुहुन्छ उहाँहरू दुईजना मध्ये एकजनालाई हामी आज यो मञ्चबाट बिदा गर्दैछौँ तर रिजल्ट अनाउन्स गर्नुभन्दा अगाडि जयन्तको मम्मीले सबैको लागि गिफ्ट लिएर आउनु भएको छ अरे आज है मम्मी प्लिज घामुसा र झापी उहाँले आसामको माया सम्झना स्वरूप हाम्रो लागि लिएर आउनु भएको छ जयन्तको मम्मीलाई र जयन्तलाई नै पठाउँ होइन त्यहाँ धन्यवाद बहुत बहुत धन्यवाद थैंक यू बहुत बहुत धन्यवाद थैंक यू सो मच बहुत बहुत धन्यवाद थैंक यू मम्मी
Okay, it's result time. सिद्धार्थ ब्याङ्क लिडर बोर्डको बटम 3 मा पर्नुभएका 3 जना मध्ये कृपा पौडेल आजको श्रृङ्खलामा सुरक्षित हुनुहुन्छ। यसको मतलब जयन्त माधव भराली र प्रेरणा ओली बटम 2 मा हुनुहुन्छ। प्रेरणालाई हामीले स्टेजमै बोलायौं, प्लिज। प्रेरणा र जयन्त आज दुवैको प्रस्तुति दमदार थियो। प्रेरणाको त ब्लकबस्टर नै भइहाल्यो। जयन्तले पनि 49 हासिल गर्नुभएको थियो, तर उहाँहरू मध्ये आज जो यो मञ्च छोडेर जानुहुनेछ उहाँ चाहिँ अडियन्सको भोटसम्म पुग्न पाउनुहुने छैन, किनकि उहाँको सारेगमप लिटिल च्याम्प्सको यात्रा यहाँ नै टुङ्गिन्छ। इट्स नट अ गुड वर्ड बट देन द्याट्स दि फ्याक्ट, राइट? यो सँगै यो मञ्च जित्नेहरूको मात्र होइन सिक्नेहरूको पनि कथा रच्छ र आज त्यस्तै अर्को एउटा कथा रचिँदैछ। जयन्त माधव भराली र प्रेरणा ओली मध्यबाट यो मञ्चमा आज हामीले जसको अन्तिम प्रस्तुति हेऱ्यौँ, जसलाई हामी यो मञ्चबाट बिदा गर्दैछौँ, जो अझ ठुलो फराकिलो होराइजनमा जाँदै हुनुहुन्छ म्युजिकको, उहाँ हुनुहुन्छ प्रेरणा ओली। द्याट मिन्स जयन्त तपाईँ यो हप्ता पनि सुरक्षित हुनुहुन्छ। तपाईँलाई प्रेरणा दिदीलाई केही भन्नु छ जयन्त? बेस्ट अफ लक भन्न चाहन्छु। प्रेरणा, एनिथिङ युड लाइक टु सेयर विथ अस? म थ्याङ्क यू भन्न चाहन्छु सारेगमप टिमलाई नै। उहाँहरूले मलाई धेरै चिज सिकाउनु भएको छ र म भोटर्सलाई पनि थ्याङ्क यू भन्न चाहन्छु टप 15बाट 14सम्म आइपुगेकोमा। यति भन्नु। प्रेरणालाई चाहिँ यो हजारौँ हजारमा होइन छानेर तिमी यहाँसम्म आएको है। तिमी साधारण होइन, यत्रो जुरीले होइन तिमीलाई तिमी कुन लेभलको भन्ने चाहिँ नि हामीले सबैलाई थाहा छ होइन। अब यो कहिलेकाहीँ प्रोग्रामको फर्मेटको कारणले गरेर अलि भोटिङमा अलिक तलमाथि त भइरहेको छ यो है। आज तिमी नगएको भए अरू कोही तिम्रो ठाउँमा जान्थ्यो होला है। हाम्रो प्रोग्रामको चाहिँ नि फर्मेट नै त्यही हो। कहिलेकाहीँ फुटबलमा हुन्छ नि, मेसीले गोल हान्न नसके पनि उसले खेल्न त छोड्दैन नि होइन। भने जस्तै मलाई एउटा के विश्वास छ भनेदेखि प्रेरणाले चाहिँ नि गीत गाउन कहिले पनि छोड्दैन। तपाईँ यहाँबाट गएको होइन, यहाँबाट हारेको होइन, तपाईँ यहाँबाट अपग्रेड भएर जाँदै हुनुहुन्छ र त्यहाँ कोही पनि इलिमिनेट हुनु पर्दैन। बुझ्नुभयो नि? तपाईँले यहाँ जे सिक्नु भएको छ, खासमा यो हामीले कम्पिटिसन गराएको भने तपाईँहरूको हारजित गराएको होइन, तपाईँहरूलाई तयार गराएको हो। तपाईँले के गाउने, कस्तो गाउने, कुन जेनर गाउने, तपाईँले आफूलाई चिन्नुभयो नि। र संसारमा जसले आफूलाई चिन्यो त्यसलाई अब जित हारको मतलबै हुँदैन। आफूलाई चिनेपछि जित्यो, संसार जित्यो। अल द बेस्ट बाँकी फ्युचरको लागि। आजको तपाईँको प्रस्तुति थियो नि, त्यो चाहिँ यादगार छ कि सबैजनाको लागि, सबैले याद गर्नेछन्। त्यो विनर के जाँदा जाँदै जुन एउटा विनर एटिट्युड हुन्छ नि, सो वेभ गरेर बाई गर्छ नि सबैलाई। सारेगमपले चाहिँ तपाईँलाई एउटा बाटो देखाएको छ होइन। अब तपाईँ जुन बाटोमा लम्किँदै हुनुहुन्छ त्यसको लागि अल द बेस्ट भन्न चाहन्छु। थ्याङ्क यू। जुन दिन प्रेरणाले होइन सारेगमप लिटल च्याम्प्समा भाग लिन्छु, म गीत गाउँछु, म पार्टिसिपेन्ट हुन्छु त्यहाँ भनेर जुन दिन उसले सोच्यो नि, त्यो दिन नै उसको जित भइसकेको जस्तो मलाई फिल हुन्छ। जयन्तले दिदा पनि हुन्छ, ल दिदीलाई माया गरेर दिनुहोस् त। हाम्रो होम अप्लायन्सेस पार्टनर बाल्ट्रा र त्यसै गरी नेभीको बिस्किटको तर्फबाट हामीले तपाईँलाई ह्याप्पी बिदाई बनाउन खोजेको। ह्याप्पी? थ्याङ्क यू सो मच प्रेरणा। हामी यहाँलाई शुभकामना दिन चाहन्छौँ। हाम्रो परिवारबाट बाहिर निस्केर तपाईँले हाम्रो नाम, हाम्रो इज्जत र हाम्रो संस्कारलाई अझ धेरै प्रभावित बनाउनुहुन्छ। बाहिरको वर्ल्ड अझ धेरै ठुलो छ। हामीलाई विश्वास छ तपाईँ त्यसको लागि बाहिरको दुनियाँलाई सँग लड्न मात्र होइन, त्यसलाई जित्नको लागि पनि तयार हुनुहुन्छ। हार्दिक शुभकामना यहाँलाई।
हप्ता पनि जयन्त माधव बराली बच्नुभयो। तर यसरी नै यदि यहाँहरूले जयन्तलाई भोट कम गर्नुभयो भने यु नेभर नो नेक्स्ट कुड बी हिम। सो यदि जयन्तलाई सेभ गर्न चाहनुहुन्छ भने यहाँहरूले मोमो एप डाउनलोड गरेर जयन्तको लागि विश्वभरबाट इभन नेपालभित्रबाटै पनि भोट गर्न सक्नुहुन्छ। हजुर, मोमो एपको वेबसाइट रहेको छ voting.momoappnepal.com। यहाँले यो वेबसाइटमा गएर पनि जयन्तलाई भोट गर्न सक्नुहुनेछ। त्यसै गरी एसएमएस भोटिङको पनि सुविधा छ। जयन्त प्लिज। म जयन्त माधव भराली, मलाई भोट गर्न मोबाइलको मेसेज बक्समा SGMP टाइप गर्नुहोस् र मेरो भोटिङ कोड 07 टाइप गरेर पठाउनुहोस् 33001 मा। भोटिङ लाइन खुल्ला रहनेछ सोमबार मध्याह 12 बजेसम्म। थ्याङ्क यू सो मच जयन्त। मलाई बटम 3 मा नपारिदिनु चाहिँ भन्नुहोस् न बरु। मलाई बटम 3 मा नपारिदिनुहोस्। थ्याङ्क यू जयन्त, थ्याङ्क यू भेरी मच। जजेस, यो हप्ता सबैभन्दा राम्रो प्रस्तुति दिने परफर्मर को हो त? हाइएस्ट स्कोरर भनिदैन हैन, इट्स अ परफर्मर अफ द Yes, वीक। right. सो आई थिङ्क द्याट्स प्रिटी अभियस, एभ्रिबडी नोज अभिज्ञा घिमिरे। मेनी मेनी कङ्ग्रेचुलेसन अभिज्ञा, तपाईँ बन्नुभएको छ डाबर रियल परफर्मर अफ द वीक। थ्याङ्क यू। बधाई छ अभिज्ञ घिमिरेलाई डाबर र जोयको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन्। सिद्धार्थ ब्याङ्कको तर्फबाट यसै हप्ताबाट हाम्रो डाबर रियल परफर्मर अफ द वीकले प्राप्त गर्दै हुनुहुन्छ नगद रु 20,000 रुपैयाँ। थ्याङ्क यू अभिज्ञा, यु मे गेट ब्याक टु योर। त्यहाँ हेर्नुहोस् न, हाम्रो प्रितम बाबु दङ्ग परेर मक्क परेर बसिरहनु भएको छ। के भइरहेछ? के चल्दैछ? रमाइलो भइरहेछ, कतिको रमाइलो भइरहेछ? एकदम धेरै। यस। अब यो भन्दा धेरै रमाइलो गर्न पहिला तपाईँ यहाँ आउनुहोस् हैन। प्रितम, तपाईँ आफै पनि हैन सारेगमप लिटिल च्याम्प्सको प्रतिस्पर्धी भइसक्नु भएको, अनि त्यो अनुभव छ तपाईँलाई पनि एभ्री विक त्यो हैन ढुकछुक ढुकछुक हुने, अब ला के हुन्छ भनेर। सो इज द एनिथिङ तपाईँको साइडबाट हाम्रो भाइ बहिनीहरूको लागि केही टिप्स छ? अब सुरुमा त आज रमाइलो पनि भयो, सो अन्तिममा एलिमिनेसन पनि भयो। यही हो, कहिले सुख कहिले दुःख, यस्तै छ जिन्दगानी होइन। सो यसलाई चाहिँ त्यस्तो धेरै लिनुपर्छ जस्तो लाग्दैन, तर चाहिँ उहाँहरूले चाहिँ मेहनत गर्न चाहिँ कहिले छोड्नु हुँदैन जस्तो मलाई लाग्छ। मेरो तर्फबाट चाहिँ उहाँहरूलाई एकदमै धेरै बेस्ट अफ लक भन्न चाहन्छु। किन हिजो हामीलाई च्यालेन्ज गरेको थियो हैन यहाँ आएर। यु गोट र्याप अप। ओके, सारेगामाप लिटिल च्याम्प्स हेर्दै गर्नुहोला। फेरि अर्को हप्ता हामी उपस्थित हुने नै छौँ। टिल देन किप वाचिङ ग्यालेक्सी 4K।
Real Fruit Juice presents Saregama Little Champs Nepal. त्यसैले त रियल जुस रियल हो नि. Powered by Siddhartha Bank. सम्बन्ध सधैँभरिलाई. Driven by Hero. Nepal's first family scooter with revolutionary i3S technology. Hero Destiny. Associate sponsor Eco Panel Nepal. Nepal Eco Panel. विश्वासिलो प्रीफैब को एक मात्र नाम. Insurance partner LIC Nepal. जीवन रहँदा पनि जीवन पश्चात पनि. Skin care partner Joy Honey and Almonds. Joy Honey and Almonds body lotion. Khamasa dur, nourishment bharpur. Red carpet partner Yeti Carpet. Yeti Carpet किन्दा पछाडि प्रत्येक मिटरमा रहेको यतिको लोगो हेर्न नभुल्नुहोला. Associate sponsor Mahalakshmi Paint. अब रङ्गिने छ नेपाल. Pearl Premium Katarni Rice. खाना खेर नफालौं. Boro Plus Antiseptic Cream. बोरो प्लस एउटा यस्तो क्रिम जो निभाउँछ अनेक रोल्स. बोरो प्लस. Fun partner Everfun. सबैको एउटै रोजा चकलेट एभरफन. Noodles partner Preeti Noodles. मात्र रु 20 मा प्रीतिको स्पाइसी हट नुडल. पिरो चाहिए म प्रीति नै खाऊं. Food delivery partner Foodmandu. Furniture partner Mangal Decor. Biscuit partner Nebico. खाँदाखेरि सधैँ नेबिको कोकोनट नै रोज्नु होला. Coconut Crunches, a quality product of Nebico. Health awareness partner Banau Healthy Hero, an initiative of Samyak Diagnostic. Home appliances partner Baltra. Baltra, complete range of big and small appliances. Live your home. Voting partner Momo app, music and movies. LED partner Pixel Touch. Studio partner Tokha Film Studio. Recruitment partner Srijana Sutra. Mobility partner Pathao. Hospitality partner Hotel Green Horizon and Restaurant. Jewelry partner Karnika. Clothing partner Husky from the Himalayas. Laltin Store. Illuminate your style. Washa Boutique. Exclusively marketed by Telizens, Intelligence in Televisual Advertising. A presentation of Nobody Production.